शासन भनेको के हो भने शासन चाहिँ संविधान नियम कानुन प्रचलन अनुसार विकास भएको प्रणाली सिस्टम हो। विभिन्न संविधान नियम कानुन प्रचलन अनुसार विकास भएको प्रणाली होइन शासन भनेको। अथवा एउटा राज्यको शक्ति केले आउँछ भन्दाखेरि त्यही संविधान नियम कानुन प्रचलनले नै शक्ति पावरको जेनेरेट गरिरहेको हुन्छ। जस्तो कि प्रहरीले भिड नियन्त्रण गर्न प्रहरीलाई गोली चलाउने अधिकार छ। त्यो तर उसले गोली चलायो भने त्यो क्रिमिनल एक्टिभिटी हुँदैन। त्यो चाहिँ के हुन्छ? शासन हो त्यो। किन भन्दाखेरि त्यहाँ भएको उदण्डतालाई नियन्त्रण गर्नको लागि गोली चलाउनु पर्यो। नियमन गर्यो उसले। त्यो कसरी गर्यो? संविधान नियम कानुन अनुसारै उसले गर्यो। नागरिकता दिइन्छ के अनुसार? संविधान नियम कानुन अनुसार दिने। पासपोर्ट दिइन्छ के हो? कर उठाउने कुरा के हो? भूमि जग्गा जमिनको हस्तान्तरण गर्ने कुरा के हो? सार्वजनिक खरिद गर्ने विषय के हो? ती समग्र कामहरू जति पनि स्टेट एफेयर्स हुन्छन् नि, शासन भनेको स्टेट एफेयर्स हो। संविधान नियम कानुन प्रचलन अनुसार विकास भएको हुन्छ त्यस्ता प्रणाली। त्यसले शासन भनेको एउटा सिस्टम हो। एउटा सिस्टम हो जहाँ संविधान नियम कानुन प्रचलन अनुसार विकास भएको हुन्छ। कतिपय ठाउँहरूमा त जस्तो संयुक्त राष्ट्रसङ्घको महासभा कहिले बस्ने भन्यो भने कहीँ लिखित छैन, प्रचलन अनुसार भइरहेको हुन्छ। सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार भयो, सक्यो। अमेरिकी राष्ट्रपतिको चुनाव कहिले हुने? प्रत्येक 4 वर्षमा नोभेम्बर महिनाको दोस्रो सोमबार चाहिँ इलेक्सन हुने। यस्तो किसिमका के सिस्टमहरू डेभलप भएको छ। त्यो सिस्टम हो शासन भने। अनि सरकार भने चाहिँ सरकार शासन सञ्चालनको नेतृत्व गर्ने कर्ता, लिडिङ एक्टर्स। त्यो शासनलाई सञ्चालन गर्ने प्रमुख पात्र हो, लिडर हो के, नेतृत्व गर्ने हो सरकार भने चाहिँ। सरकार भनेको जस्ट एक्टर मात्रै हो, एक्टर मात्रै। त्यो संविधान अनुसार काम गर्ने सरकार नै संविधान होइन, सरकारै कानुन होइन। त्यो संविधान कानुनलाई लागू गराउने एक्टर सरकार भने जस्ट एक्टर, लिडिङ एक्टर हो, नेतृत्व गर्छ। त्यही नै हो। अनि शासन राज्यको अवधारणा दृष्टिकोण र पद्धतिको समग्रता हो। राज्य राज्यको अवधारणा हो, कन्सेप्ट अफ स्टेट, दृष्टिकोण हो, एउटा भिजन हो, स्टेटको भिजन हो, सिस्टम हो, यो समग्रता हो। राज्यलाई कस्तो बनाउने, कस्तो हामी समाजवादी राज्यको स्थापना गर्छौँ भने हामी कसैले उदारवादी राज्यको निर्माण गर्छौँ भने हामी लोकतन्त्रलाई संस्थागत गर्छौँ भने त्यो के हो भन्दाखेरि राज्यको अवधारणा हो, दृष्टिकोण हो। हामी सबै प्रोस्पेरिटी हासिल गर्छौँ, सबैलाई गरिबीबाट मुक्त गराउँछौँ, त्यो के हो? राज्यको अवधारणा हो, दृष्टिकोण हो। यो नै हो सरकार के हो। सरकार त राज्यको अवधारणा हो, दृष्टिकोण लागू गराउने एउटा प्रमुख संयन्त्र, मेजर मेकानिजम, यो सिस्टम हो। सरकार एउटा मेकानिजम हो, संयन्त्र हो। त्यही अवधारणा दृष्टिकोण लागू गराउने, त्यस अन्तर्गत विभिन्न नियमहरू बनाउँछ, कार्यविधिहरू बनाउँछ, निर्णयहरू गर्छ। त्यस्तो हो सरकार, काम गर्ने मेकानिजम। अर्को फरक, शासन लामो समयसम्म 100 वर्षसम्म पनि एउटै किसिमले सञ्चालन भइरहेको हुन्छ। जस्तो बेलायतमा 1688 पछि एउटै किसिमको सिस्टम छ। मतलब समय सापेक्ष केही कुराहरू परिमार्जन भए, तर वेस्टमिन्स्टर पार्लियामेन्ट्री सिस्टमलाई फलो गरिरहेको छ होइन। अब आज कति भयो? 1688 पछि 337 वर्षदेखि एउटै सिस्टम छ। अमेरिकामा 1787 पछि एउटै किसिमको सिस्टम छ, एउटै किसिमको सिस्टम छ। भनेपछि 100 वर्ष पनि एउटै सिस्टम चलिरहन्छ। तर सरकार के हुन्छ? एउटा शासन प्रणाली अन्तर्गत 100 सरकारले काम गरिरहन सक्छ। एउटा सिस्टमभित्र 100 सरकारले काम गर्न सक्छ। सरकार त फेरिरहन्छ होइन। सरकार स्वाभाविक हो, चेन्ज यस्तो हुन्छ। शासन पद्धति अनुसार सञ्चालन हुने सरकार लोकतान्त्रिक डेमोक्रेटिक हुन्छ। जब हामीले जुन डेमोक्रेटिक गभर्नेन्स भनिरहेछौँ, त्यही पद्धति अनुसार जब सरकार सञ्चालन हुन्छ, सरकारले
संविधानलाई पालना गर्छ, कानुनको पालना गर्छ, नियमहरूको पालना गर्छ, पद्धतिहरूको पालना गर्छ, त्यो सिस्टमलाई फलो गर्ने सरकार चाहिँ के हुन्छ? डेमोक्रेटिक हुन्छ। उसले जनताको फर्ममा काम गर्छ, जनताको विस अनुसार काम गर्छ। तर सरकारको इच्छा अनुसार शासन परिवर्तन भयो भने निरङ्कुश भन्ने खतरा हुन्छ। सरकारलाई इच्छा लागेको संविधान संशोधन गरिदिने, सरकारलाई इच्छा लागेको कुनै कानुन बनाउने, सरकारलाई इच्छा लागेको कुनै निर्णय गरिहाल्ने, होइन, जसलाई पाए उसलाई नियुक्ति गर्न पाउने हो भने के हुन्छ? शासन स्वेच्छाचारी, निरङ्कुश, अटोक्राटिक हुन्छ। संविधानमा, कानुनमा लोकतन्त्र लेखिदिएर मात्रै हुँदैन, सरकारले त्यसलाई पालना पनि गर्नुपर्छ। त्यसले सरकारको इच्छाअनुसार शासन परिवर्तन भयो भने निरङ्कुश भन्ने खतरा हुन्छ। शासन सफ्टवेयरको रूपमा रहेको हुन्छ। सफ्टवेयर हो, यो इन्भिजिबल छ, देखिँदैन। लोकतान्त्रिक शासन कस्तो हुन्छ? कुन कलरको, कति हाइट, कति वेट? निरङ्कुश शासन कति वेट, कति हाइटको, कस्तो कलरको, त्यसको इमेज हामी परिकल्पना गर्न सक्दैनौँ। त्यसले शासन त सफ्टवेयर हो, एउटा प्रणाली हो, एउटा सिस्टम, एउटा पद्धति हो, एउटा बिहेभियर हो, सबै हो नि। त्यसले शासन सफ्टवेयरको रूपमा रहेको। सरकार हार्डवेयर हो, सफ्टवेयर अन्तर्गत कार्य गर्न सम्पादन हार्डवेयर। सरकार देखिन्छ कतिजनाको मन्त्रीमण्डल, प्रधानमन्त्रीको, मन्त्रीहरूको, त्यसको मेकानिजम कहिले गठन भयो, त्यहाँ कस्ता कस्ता फेसहरू छ भन्ने कुरा हार्डवेयर, त्यो देखिन्छ। शासनको परिवर्तन क्रान्ति वा ठुलो अभियानबाट हुन्छ। कुनै गभर्नेन्स सिस्टम चेन्ज गर्नु पर्यो भने के रिभोल्युसनबाट हुन्छ? नेपालमा 2007 सालमा राणा शासनको सट्टामा प्रजातन्त्र आयो, होइन, कोही ठुलो रिभोल्युसनबाट। 2047 सालको आन्दोलन पछाडि फेरि डेमोक्रेसी आयो। 2062-63 आन्दोलन, रिभोल्युसन पछाडि सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो। त्यो हुन्छ। बेलायतमा पनि एउटा रिभोल्युसनकै माध्यमबाट पार्लिमेन्ट्री सिस्टमको जन्म भयो भने कतिपय चाहिँ एउटा कन्सेन्सस, सहमतिको निर्माणबाट हुन्छ। जस्तो अमेरिकन डेमोक्रेसीको चाहिँ सहमति आधारमा, कन्सेन्सस, ठुलो अभियानबाट, एउटा क्याम्पेनबाट, एउटा यसो गरौँ भन्ने एउटा सहमतिको निर्माणको माध्यमबाट शासनको परिवर्तन हुनसक्छ। तर सरकार परिवर्तन भनेको सामान्य कुरा हो। 5-5 वर्षमा या 4-4 वर्षमा हाम्रो संविधानले भनेअनुसार सरकार परिवर्तन हुन्छ। यसलाई अन्यथा लिनुपर्ने छैन। त्यो संविधानले डिटरमाइन गरे अनुसारको, फिक्स गरे अनुसार परिवर्तन भइरहन्छ। यो ठुलो कुरा हो। यसरी हामी शासन र सरकार बीच प्रमुख भिन्नताहरू स्पष्ट गर्न सक्छौँ। दुईटा बीचमा के भिन्नताहरू